नमस्ते नमस्कार अनि सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ मिनी भ्लगमा। आज पनि म नयाँ मिनी भ्लग लिएर तपाईँहरूमाझ उपस्थित भइसकेको छु। कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर प्रतिक्रिया दिन नबिर्सनु होला। आज हामी स्वयम्भूमा घुम्न जाँदैछौँ। भान्जी भिनाजु हामी भएर जाँदै गर्दा यो उकालोमा म थाकेर फ्यात्रक्क बस्या थिएँ। फ्याँ भएर यति धेरै सिँढीहरू रहेछन्, चढ्नै नसकिने, एकदमै गाह्रो भइरहेको थियो उकालोहरू चढ्न। त्यसपछि यता दिदी फ्याँ गर्दै चढ्नुभयो, बल्ल बल्ल काट्नुभयो अलिकति उकालो। भान्जी त झनै पछाडि हिँड्नै नसक्ने भएर बस्नुभएको थियो। अनि यसरी आउँदै गर्दा त अनि भान्जीको मैले भिडियो खिचेको देखेर त यतापट्टि फेरि अर्का सेतो टी सर्ट लगाएका भाइ मसक्क मस्केर हेर्दै थिएँ। तिनलाई पनि लौ त भनेर खिचिदिएँ। आज अलिकति कपाल काटेर हेर्छन् जस्तो भएर गएको थिएँ, कसैले हेर्छन् कि भनेर भनेको कसैले पनि हेरेनन्। त्यही भएर आफै देखाउनु पर्यो भनेर एउटा सानो भिडियो खिचेँ मेरो पनि। अनि यतापट्टि भिनाजु फेरि रिसाउँदै लौ त मेरो भिडियो नखिचिदिने, आफूले मात्र भिडियो खिच्ने भनेर रिसाएर जानुहुन्छ। ए भिनाजु पख्नुस् त पख्नुस्, म खिचिदिन्छु भनेको मान्दै मान्नु भएन। पख्नुस् त साँच्चै खिचिदिन्छु भनेको यसो पर्खे जस्तो गर्नुभयो। अनि त्यही बेला फेरि यतापट्टि हाम्रो भान्जीले अब त मामाले भिडियो खिच्नु भएरै छ भन्ने थाहा पाएर त अनि फरक्क पछाडि फर्केर हेर्नुभयो। त्यसपछि त पुतली चाहिँ फनक्क घुमेर फेरि जानुभयो। अनि मैले यहाँ भएको यस्तो पाहाडको पनि भिडियो खिचेँ। त्यसपछि अलिकति तलतिर हाम्रा बाजे बजेहरू भेट भए होइन। त्यसपछि मैले बोलाएँ, ए बाजे भन्छु त फर्किन्छन्, ए बाजे भन्छु फेरि यता फर्किन्छन्। म तेरो त हेर्दै हेर्दैन बाजेले त, ए बोला न बाजे बोला, किन बोल्दैनौ, किन रिसाहौ र, म तिम्रो खलक हुँ भनेको त बोलेनन्, झनै उता फर्केर बसेँ। त्यही बेलामा उताबाट हाम्रो बजै आइन् फेरि। अनि बजे त बोलिन् भनेको त बजैले त झनै सो गरेर लामो थुतुनु फालिन् र त मलाई त बुरुको गरेर झम्मा झम्टिन पो आइन्। सायद रिसाइथिनु होला बजै पनि। यता फेरि अब साली भेनाले हामीले त आज बाँदरलाई हाता पानी खुवाएर धर्म गर्छौँ स्वयम्भूमा आएर भनेर हाता पानी खुवाउन लागेका त चौडो चम्केर भागो, अर्को आएर क्वाप्पा टोक्यो हातमा। बाँदरको हात नरियल भयो जस्तै के हुन्थ्यो र। त्यसपछि लौ त जे मर्ने भाइ मर्यो भनेर छोडिदिउँ। अनि यतापट्टि फेरि भिडियो खिच्ने फोटा खिच्नेहरूको एकदमै भिड थियो। कसैले क्यामेराबाट, कसैले आइफोनबाट, कसैले एन्ड्रोइडबाट भिडियोहरू फोटाहरू खिच्ने, टिकटक बनाउनेको एकदम भिडभाड थियो। यहाँ एकदम सबैजनाले रमाइलो गरिरहनु भएको थियो। अब चाहिँ हामी धेरै बेर भयो आएको, फर्किनुपर्छ भनेर हामी फर्किन लाग्यौँ। त्यही बेलामा ग्रुप फोटो पनि खिच्यौँ। त्यसपछि एउटा भिडियो त म पनि खिच्छु भनेर एउटा हिँडेको भिडियो बनाएँ। अब हामी घर जानुपर्छ भन्ने तरिकाले यसरी भिडियो बनाइसकेपछि हामी घरतर्फ लाग्यौँ। अनि लाग्दै गर्दा यतापट्टि भिनाजुली बल्ल पोस्दिँदै हुनुहुन्थ्यो। अब त म पनि क्यामेरामा आएँ भनेर अनि एउटा भिडियो खिचेँ। अनि कसैले पनि हेरेनन् मलाई, त्यही भएर मैले फेरि अरू मान्छेहरूको भिडियो खिचिदिएँ। यहाँ चाहिँ स्वयम्भूनाथमा एकदमै देश तथा विदेशबाट धेरै पर्यटकहरू घुम्न आउनु भएको रहेछ। एकदमै भिडभाड खचाखच थियो यो बाटोमा, हिँड्नै नसकिने भिडभाडहरू, विदेशी, नेपाली, नेपालका विभिन्न ठाउँबाट पनि यस स्वयम्भूनाथमा घुम्न धेरै मान्छेहरू आउनु भएको थियो। अब चाहिँ फेरि कसैले हेर्छन् कि मलाई होइन भनेर अब फेरि पनि मेरो भिडियो खिच्नु पऱ्यो भनेर भिडियो खिचेँ। अनि चस्मा आँखामा लाउनु पऱ्यो भनेर चस्मा आँखामा पनि लाएँ। अनि अब त कपाल सपाल मिलाउनु पऱ्यो भनेर यसो कपालमा हात लगाएको, कपाल त झनै बिग्रियो। कसैले हेर्ने भएन, आज पनि अब सिङ्गलै मरिनु भयो भनेर माल्दै अब फर्किनु पऱ्यो भनेर त्यसपछि लौ त भनेर फेरि नै अरूको भिडियो खिच्दिएँ मैले। अनि अब तल बाटोमा गएर अब गाडी कुर्नुपर्छ। गाडी कुरिसकेपछि गाडी त 1-2 मिनटमा पाइहालिन्छ। त्यसपछि रुममा जानुपर्छ भनेर फेरि पनि आफ्नो सानो भिडियोहरू खिच्दै हामी बसमा चढ्यौँ। बसमा चढिसकेपछि भान्जा भिनाजु सबैजना दिदीहरू हामी रमाइलो गर्दै घरतर्फ रुमतर्फ लाग्यौँ। हवस् त आजको भिडियो तपाईँलाई कस्तो लाग्यो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। लाइक कमेन्ट अनि सेयर गर्न नबिर्सनु होला। फेरि भेटौँला, नमस्ते।
अझै 2 सेकेन्ड मात्रै बढी बसे भने अनि के मलाई तिमीसँग अझै बढी माया जागेर आउँछ र त्यो म चाहदिनँ